हो, तिम्रो बच्चालाई त दुधै पुगेको छैन। तिम्रो छाती त कति सफ्ट छ, त्यसमा त दुधै छैन। तिमीले त अब फर्मुला खुवाउनुपर्छ तिम्रो बेबीलाई, नत्र तिम्रो बच्चाको वेटै बढ्दैन। तपाईँहरूको यस्तै अनावश्यक सल्लाहले आमाको आत्मविश्वास घटाउँछ र उसलाई पनि लाग्छ कि मेरो बच्चालाई मेरो दुध इनफ छैन। अनि आमाहरू ब्रेस्ट फिडिङ चाहिँ कम गराउनुहुन्छ अनि बोटल फिडिङ चाहिँ धेरै गर्नुहुन्छ। ब्रेस्ट फिडिङ स्टप गर्नु या कम गर्नु यसको सल्युसन होइन। आमाहरू यो गल्ती चाहिँ तपाईँहरू नगर्नु होला। तर यसको सट्टा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईँले बच्चाको डिमान्ड अनुसार तपाईँले फिड गराउनुहोस्। जति तपाईँले फिड गराउनुहुन्छ त्यति नै तपाईँको मिल्क सप्लाई पनि बढ्छ। अनि ब्रेस्ट फिडिङ गर्दाखेरि चाहिँ राम्रोसँग ल्याच गर्ने। बच्चालाई चाहिँ लामो समयसम्म स्तनपान गराउनुहोस्, छिटो छिटो चाहिँ नखुवाउनु। बारम्बार ब्रेस्ट फिडिङ गर्नुभयो भने तपाईँको बडीलाई पनि सङ्केत जान्छ कि अझै दुध प्रड्युस गर्ने। तपाईँलाई त रेस्ट, माया, इमोसनल सपोर्ट चाहिएको। ट्रस्ट योर बडी, ट्रस्ट योर बेबी। आफूमा आत्मविश्वास राख्नुहोला। यस्तै जानकारी चाहनुहुन्छ भने तपाईँले मलाई फलो गर्नुहोस्, सेभ गर्नुहोस् अनि सेयर गर्नुहोस् नयाँ आमाहरूलाई।